जतिसम्म हाले पनि ऊ स्कुटरको चाहिँ पिकअप नपुग्ने, उकालो चढ्दाखेरि उकालो नतान्ने, लोड नलिने समस्या लियो स्कुटर है। यो डियो स्कुटर चाहिँ हाम्रो पसलमा आएको थियो। एकचोटि हेर्न सक्नुहुन्छ, यो हामीले खोलेर हेरिसकेपछि यहाँ क्र्याङ्केसको ओइल सिल कटेर है, क्र्याङ्केसको ओइल सिल कटेर यहाँ पुरै मोबिल भएको छ। फोर पनि एकचोटि हेर्न सक्नुहुन्छ, यो फोर कतिको छ, यहाँ पनि धेरै मोबिल छ। यो चाहिँ अब यसको यो पिकअप गेडी अनि कचौडाको सिचुएसन भइसक्यो होइन। अब खतरै तरिकाले हामीले यसको पिकअप पावर बनाउने हो। एकचोटि हेर्न सक्नुहुन्छ 70 लोडको डियो अनि यतातिर 57 लोडको 220 को पनि हामीले खतरैसँग सर्भिसिङ गर्दैछौँ। यसमा पनि पावर पिकअप सम्बन्धी समस्या थियो, वायरिङको अलिकति काम थियो। अब यो फोर एकचोटि हेर्न सक्नुहुन्छ, यो कतिको फोर छ। अब दामी तरिकाले सरसफाइ गरेर अब नयाँ नयाँ पार्ट पुर्जाहरू हाल्ने, केमचेन पनि हाल्नुपर्ने छ, यसको क्लच प्लेट पनि चेन्ज गर्नुपर्ने छ। ल त्यसै गरी तपाईँहरूको बाइकमा पनि पावर पिकअप पुगेको छैन, इन्जिन बनाउनु पर्ने छ, साउन्ड चाहिँ राम्रो आएको छैन भने हाम्रो पसल भिजिट गर्न सक्नुहुन्छ है। ल यहाँ डियोको एउटा सर्भिसिङ हुँदैछ, त्यसपछि यहाँ 220 को सर्भिसिङ हुँदैछ। भर्खरै हामीले एउटा एफजेडको सर्भिसिङ गरेर पठायौँ, डोमिनरको सर्भिसिङ गरेर पठायौँ। ल खत्रीसँग अब यो पुरै सरसफाइ गरेर यहाँको ओइल सिल चाहिँ चेन्ज गर्नुपर्छ है। यो क्र्याङ्केसको जुन ओइल सिल हुन्छ त्यो चेन्ज हुन्छ। यो पुरै अब दामी तरिकाले सरसफाइ हुन्छ।